दुधिया ब्रिजमा चाहिँ यस्तो चाहिँ साथी यो स्पटमा चाहिँ आज चाहिँ यहाँनिर लाइफ ज्याकेट लगाएर अब बसेको थिएँ, त्यस्तो उयो चाहिँ परेन र पनि हाम्रो पुरा टिमसँग यहाँनिर यस्तो छ। नमस्कार साथीहरू, आज चाहिँ म यहाँनिर दुधिया ब्रिजमा आउँछु साथीहरू। हेर यस्तो भएको रहेछ नि यो ब्रिजमा चाहिँ। म पानीको फ्लो हेर अहिले पनि यसो चाहिँ लाइफ ज्याकेट लगाएर बसिरहेको छु। आम्मामामा गरम त्यस्तै छ। फेरि यहाँनिर बतिसकेको छ, यहाँनिर सबै ब्रिजहरूमा कामहरू हुँदैछ, सबै हुँदैछ। हाम्रो यहाँनिर डिजास्टर टिमहरू। नदीको कन्डिसन चाहिँ यस्तो छ, हेर कस्तो फ्लो छ, कस्तो स्पिड छ यो पानी। यहाँ र साथी हो, आम्मामामा यत्रो पानी रहेर पनि आज कति दिन बादमा पनि आम्मामामा कस्तो हेर। त्यो ब्रिज त भत्किएको छ, यहाँ एउटा नयाँ कन्स्ट्रक्सन हुँदैछ। यो पानी चाहिँ यता पसेर बिगारेको यहाँलाई साथी। ऊ माथि घरहरू भत्किएको छ त्यहाँ छ। यस्तो चाहिँ दुधिया ब्रिजको चाहिँ। ल दुधिया ब्रिजको परिस्थिति चाहिँ यस्तो रहेछ। आम्मामामा पानीको फ्लो अझै पनि यस्तो स्पिड छ।